आजको दिन कस्तो भयो भने बिहान उठेर कफी खाने भनेको ग्यासै सक्यो। ग्यास लिन गएको, ग्यास अहिले छैन, 1 घन्टापछि आउनु भन्नुभयो, तर हामी अहिलेसम्म गएको छैनौँ। अनि हामीले चाहिँ के खाएर बस्यौँ भने डुनोट खाएर, डुनोट र कफी खाएर चाहिँ दिनको सुरुवात गऱ्यौँ। अनि त्यसपछि एकदम म चाहिँ मोबाइल धेरै चलाइरहेको छु अघिदेखि, एकदम टेन्सन भइसक्यो सबै थोक, लाइफ, करियर, स्टडी एन्ड अलदेखि लिएर। अनि सो वी डिसाइडेड नट टु रिमेन लाइक दिस। सुन न, हामी अब यो वर्षको सुन न, यो वर्षको अब सायद यो सुरुकै भिडियो हो नि त, 2083 अस्ति खिचेदेऊ त होइन, मतलब युट्युबमा राख्नको लागि के होइन। ह्याप्पी न्यु इयर गाइस। ह्याप्पी न्यु इयर नभन, के भन, यो उता राखौँ न बरु। अब हामीले 1 इयर पछि चाहिँ आफूलाई कहाँनिर देख्छौँ, अथवा हामी 1 वर्षपछि यो भिडियो हेर्दाखेरि चाहिँ 2 दिन त्यस्तो थियो। अनि अहिले चाहिँ होइन यहाँसम्म आयौँ। के हुनसक्छ, धेरै कुरा नभनौँ, भन्न मिल्ने कुराहरू मात्र होइन। अहिले कस्तो भइरहेछ र 1 वर्षपछि चाहिँ यहाँसम्म पुग्न पाए चाहिँ 1 वर्ष चाहिँ मैले राम्रै गरेछु है जस्तो लाग्छ नि होइन। जस्तो अब अहिले काम गरिरहेछौँ, अब तिम्रो कलेज स्टार्ट भयो होइन, मेरो त स्टार्ट भइसक्यो। अब आज कति गते भयो, वैशाखको आज कति गते हो, 10-11 10 त मामाको बर्थडे थियो। मैले हिजो फोन गरेको अस्ति, 80 भन्नु भनेको 12 गते होला आज। खोइ त, आज 12 गते रहेछ। ओके, वैशाखको 12 गते। आज वैशाखको 12 गते होइन। मेरो मास्टर्सको फर्स्ट सेमको फर्स्ट एसेसमेन्ट एक्जाम नि भइसक्यो निसाको। अब फर्स्ट टर्म आउँछ अनि फर्स्ट सेम नि सकिन्छ। मेरो चाहिँ के हुँदैछ भने म थापातली क्याम्पसमा इन्फर्मेटिक्स एन्ड के अरे इन्फर्मेटिक्स एन्ड इन्टेलिजेन्स सिस्टम इन्जिनियरिङमा मास्टर्स एडमिसन गरेको छु। अनि मेरो जेठको 1 गतेबाट स्टार्ट हुनेवाला छ। त्योभन्दा अगाडि चाहिँ मैले के कुरा गर्नुपर्ने छ, निसाले कन्टिन्यू गर्छ एन्ड आई विल जोइन। ओके, अनि हाम्रो चाहिँ जस्तो 1 वर्षको रिजोल्युसन चाहिँ के हो त, जस्तो हाई लेभलमा भनौँ न, के चाहिँ गर्नु त। अब अर्को इयरको यतिखेर त सायद मेरो 2टा सेमेस्टर सकेर 3rd सेममा हुन्छु म चाहिँ होइन। अनि त्यो त अब पढ्नै पऱ्यो, रेगुलरली पास हुन पऱ्यो। अब के अरे टर्मिनल एक्जाममा जे भए पनि फाइनल एक्जाम चाहिँ जसरी पास गर्न पऱ्यो भन्ने कुरा छ। अब तिम्रो पनि त्यसको त त्यही हो होइन। अनि त्यो सँगसँगै अब हामीले काम नै गरिरहेछौँ। मैले कम्पनीको नाम चाहिँ नभनौँ होला है, त्यत्रो कसैले हेर्दैन, हामीले कसैलाई सेयर नै गर्दैनौँ यो होइन। म चाहिँ अहिले एज के त एआइएमएल इन्जिनियर पाम माइनमा काम गरेको 1 वर्ष हुन लाग्यो नि, थाहा छ। वैशाख 29 गते त 1 वर्ष हुन्छ होइन। 1 वर्ष हुन लाग्यो काम गरिरहेछ। उसले पनि आइस तिमी अलिक हेर न यता बस। अनि मेरो त 1 वर्ष भइसक्यो होइन। अनि अब हाम्रो त अब त्यही राम्रो भए पनि ठिकै छ। अब स्यालेरी वाइज, पोजिसन वाइज त्यही राम्रो भए पनि ठिक छ। नत्र भने अब बेटर अपर्च्युनिटीको लागि त अरूमा पनि अप्लाई गर्दा हुन्छ बिस्तारै होइन। अनि त्यसपछि अब 1 वर्षपछि चाहिँ एटलिस्ट अलि राम्रै स्यालेरी। अनि त्यसपछि अब नट यो रुममा होइन, अलि 2टा रुम, एटलिस्ट 2टा रुम लिएर एउटा किचन, एउटा रुम। अनि त्यसपछि अब मैले चाहिँ के गर्छु थाहा छैन। 1 वर्षमा उसले अब बाइक स्कुटी के किन्ने हो, त्यो भयो उसको 1 वर्षको प्लानमा। एउटा चाहिँ पोइन्ट वाइज है, सुरुमा चाहिँ डु गुड इन करियरमै कलेजको पढाइ त जसरी नै गर्नै भयो, त्यसमा त केही कम्प्रोमाइज त्यो सेकेन्ड नम्बरमा। सुरुमा फर्स्ट चाहिँ हाम्रो डु गुड इन करियर। अब त्यो आफू जुन पोजिसनमा छ त्योभन्दा अपग्रेड हुने, आई थिङ्क मिड लेभलसम्म पुग्ने। अनि त्यसपछि अर्को भनेको सेकेन्ड पोइन्ट चाहिँ डु गुड इन स्टडिज। हामी मास्टर्स जोइन गरेछौँ 2जनाले, भर्खर कसैको नि एउटा सेमेस्टरको नि एक्जाम भएको छैन, त्यसमा राम्रो गर्ने 2जनाले। अनि थर्ड पोइन्ट चाहिँ आफ्नो लागि 2 व्हिलर्स, केही बाइक या स्कुटर। निसाले पनि मैले पनि। पहिला त वी डोन्ट ह्याभ लाइसेन्स, वी डोन्ट ह्याभ द भेहिकल होइन। अब लाइसेन्स बनाउने, भेहिकल लिने कसरी हुन्छ। अब सुरुमा नयाँ किन्न सकेन भने सेकेन्ड ह्यान्ड या के हुन्छ, लिने आफ्नो लागि, आफूलाई खुसी बनाउने
अनि आफ्नो लागि ट्रान्सपोर्टेसन इजी बनाउने होइन, सधैँ स्ट्रगल नगर्ने त्यो कुरामा। अरू के छ होला? त्यही अनि मोबाइल चलाउने बानी अलिक कम गर्ने होइन। अनि त्यसपछि अहिले बरु केही चलाइरहेको केही हेर्न छ भने हेर्ने, अरू बरु घुम्न 2 दिन बिदा हुन्छ, बरु घुमौँ। अहिले पनि हाम्रो कुरा के भयो भने मोबाइल लिएर बसिरहेको थियौँ, त्यो गर्नुभन्दा त बरु जाऊँ कतै घुमौँ, रमाइलो गरौँ। अनि त्यसपछि अनि आएर पढे नै हुन्छ, केही खाएर आम त्यो त सधैँ हुने हो। त्यो भएर चाहिँ अब अहिलेको प्लान हाम्रो के छ भने अब रेडी हुने, अनि हामी पहिला चाहिँ यहाँबाट कहाँ जाने, बसन्तपुर नै भन्छ होइन जाने त्यसलाई। अब त्यहीँ रत्न पार्कसम्म जान्छौँ नि त गाडीमा, डाइरेक्ट एकछिन बसन्तपुरतिर घुम्ने, अनि त्यहाँ केही खाने, अनि त्यसपछि फेरि त्यहाँबाट गाडी चढेर हामी स्वयम्भू जाने। अनि त्यहाँबाट चाहिँ के हुन्छ फर्किन्छ मलाई यहाँ, अन्त प्लान भयो भने अन्त जाने, अनि आएर पढ्ने। आज खाना नि खाएको छैन, अब उतै गएर केही खान्छौँ होला हामीले। सो बोर आउँदा ग्यास पनि लिएर आउनु छ, सक्यो। यस, अब हामीले प्लान पनि भन्यौँ, अब अहिले आज के गर्ने भनेर पनि भन्यौँ। सबै कुरा रेकर्ड हुन्छ, रेकर्ड अगाडि बोलिसकेपछि ठग गर्न पाइँदैन। अब अलिक प्रोडक्टिभ बनाउनु पर्यो, बेलुका पनि बिहान। हामी बरु यस्तो गरौँ कि बिहान उठेर एउटा भिडियो बनाऊँ, त्यहाँ चाहिँ हामी यस्तो यस्तो गर्छौँ भनेर भनौँ, भनेपछि त लाजले पनि गरिन्छ। अनि एउटा के भन्छ मेमोरिज पनि हुन्छ, हामी यो टाइममा चाहिँ यस्तो सिचुएसनमा रहेछौँ, यस्तो यस्तो भनेको रहेछौँ, यस्तो प्रब्लमहरू आइरहेको रहेछ जिन्दगीमा, यस्तो प्लान्स रहेछ भन्ने हुन्छ होला, पछि गएर मेमोरिज हुन्छ होला। अनि त्यही भएर अनि अर्को हामी 4th पोइन्टमा पुगेको थियौँ नि, 5th पोइन्ट चाहिँ रेकर्ड द मेमोरिज। हो, त्यो चाहिँ हो, त्यहाँ लजाउने गर्ने के गर्ने त्यसो गर्ने होइन। अब यो हामीले राख्न त राख्छौँ युट्युबमा, तर कसैलाई नि सेयर गर्दैनौँ होइन, त्यो हेरिदिनु अथवा यस्तो गर्नु। अनि मैले ठ्याक्कै 1 वर्ष पहिला उताबाट आएको भिडियो पनि बनाएको थिएँ नि, त्यो चितवनबाट आएको कि एकदम फास्ट गरेर के हो भयो बोलेकै बुझिन त, बुझेको छ तिमीले फास्ट चाहिँ किन गरेको भने, त्यो लामो हुन्छ भनेर फास्ट गरेको, केही भएन त्यो। ठ्याक्क अब 1 वर्षपछि अर्को पनि हामीले बनायौँ होइन, त्यतिखेर गएर एकदम कस्तो कन्सिस्टेन्ट है हामी, 1 वर्षपछि गर्दै थियो। ल अहिलेलाई चाहिँ के यति गरौँ है, अब रेडी भएर चाहिँ ओके, गेट रेडी विथ अस राख्थ्यौ।